हरि ओम श्री परमात्मने नमः। श्रीमद् भगवत गीता को चतुर्थ अध्याय आजबाट प्रारम्भ हुँदैछ। आज मिति 2082 साल ज्येष्ठ 25 गते रविवार का दिनबाट चौथो अध्याय प्रारम्भ हुँदैछ। संरचनात्मक रूपमा श्लोकहरूको सामान्य परिचय यसमा भन्नुपर्दा जम्मा 42 वटा श्लोकहरू यसमा छन्। 42 वटा श्लोकहरूमध्ये सिर्फ एउटा श्लोक जो चौथो श्लोक हो यो अध्यायको, त्यसमा अर्जुनले प्रश्न गर्नुभएको छ र त्यो प्रश्नलाई समेट्दै श्रीकृष्ण भगवानले आफ्नो हितोपदेश यसमा दिँदैछन्। त यी 42 वटा श्लोकहरू जो छन् यस योगलाई कर्म सन्यास योग या कर्म ज्ञान योग आदि नामले चिनिन्छ। यो श्लोक लगभग श्रीकृष्ण जी को अमृतमय वाणी नै यसमा देखिन्छ। यस अध्यायको प्रारम्भ पनि उहाँबाट नै हुन्छ र समापन पनि उहाँमा नै अन्त हुन्छ। त यो श्लोक पहिलो श्लोक यस प्रकार छ। इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम् विवस्वान् मनवे प्राह मनुः इच्छाकवे अब्रवीत्। यसरी पहिलो श्लोक प्रारम्भ हुन्छ। श्रीकृष्ण भगवानको शब्दबाट जब कुनै पनि श्लोक प्रारम्भ हुन्छ त त्यसको महिमा, त्यसको महत्त्व, त्यसको जो विस्तार हुन्छ त्यो वास्तवमै अवर्णनीय, अकल्पनीय हुन्छ। त यहाँनिर श्रीकृष्ण भगवान भन्दैछन्, श्री भगवान वाचबाट प्रारम्भ हुँदै इमं विवस्वते योगम प्रोक्तवान अहम अव्ययम। इमम यो के, त्यो योगको बारेमा। योगम कस्तो योग? अव्यय योग, कहिल्यै समाप्त नहुने योग। इमं विवस्वते योगम प्रोक्तवान अहम अव्ययम। प्रोक्तवान भने, बताए, कोलाई? विवस्वते, विवस्वते, विवस्वान श्री सूर्य देवतालाई। सुरुमा यो जो ज्ञान, जो कर्म सन्यास योग को जो ज्ञान सम्बन्धी जो तपाईलाई म अहिले यहाँबाट दिँदै जाने छु, त्यो ज्ञान मैले सृष्टिको प्रारम्भमा सर्वप्रथम विवस्वतलाई दिएको थिए। इमं विवस्वते योगम प्रोक्तवान अहम अव्ययम विवस्वान मनवे प्रावः। विवस्वान श्री सूर्य देवताले यो जो उपदेश, जो कथा, जो अति नै गुह्यतम जो ज्ञान मैले विवस्वानलाई दिए, त विवस्वानले आफ्ना मनवे प्राह, आफ्ना पुत्र मनुलाई भने, प्राह बताउनु भयो, भन्नुभयो, दिनुभयो। अनि मनुः इच्छा कवे अब्रवीत। मनुजीले अर्थात विवस्वानका पुत्र मनुजीले
आफ्नै पुत्र इक्ष्वाकवे मुनि इक्ष्वाकवे अब्रवीत, इक्ष्वाकुलाई भन्नुभयो। अर्थात् यो ज्ञान बहुत ही प्राचीन रहेछ, अति प्राचीन। अब तपाईँ हामी के कल्पना गर्न सक्छौँ त सूर्यको प्रारम्भ, सूर्यको जन्म, सूर्यको उपस्थिति। सोच्नुहोस् आदरणीय मित्रहरू, हाउ इम्पोर्टेन्ट द नॉलेज of Gita, how Lord Krishna explains each and every type of knowledge here. Don't forget, this physical body and the internal soul are very, very different. One is Nasar, other is Abhinasi. यो शरीर त यही कुहिएर जाने हो, तर आत्मा अविनाशी छ। यो शरीर हो, तर यो भित्र बसेको शरीरी हो, जसले यसलाई धारण मात्र गरेको छ, जसले यसलाई चाहिने आफ्नो एउटा कवचको रूपमा प्रयोग गरेको छ। इमं विवस्वते योगं प्रोक्तवान अहम् अव्ययं विवस्वान् मनवे प्राह मनुः इच्छाकवे अब्रवीत्। यसरी यो गीता ज्ञानको प्रारम्भ, गीता ज्ञानको महत्त्व, गीता ज्ञानको इतिहास, गीता ज्ञानको चाहिने परम्परालाई यहाँनिर सर्वप्रथम सूर्यलोकदेखि, सूर्य देवता विवस्वानदेखि यसरी राजाहरूलाई यो ज्ञान दिँदै आयो। र यो राजाहरूलाई किन दियो भने प्रजाहरूप्रति सदा सर्वदा एकदम संरक्षण, एकदम न्यायपूर्ण, एकदम चाहिने अभिभावकत्वको हिसाबले यो ज्ञानले चाहिने काम गरोस् भनेर यस्तो दिव्य, यस्तो गुह्यतम, यस्तो चाहिने उत्तम ज्ञान श्री कृष्ण देवताले, श्री भगवानले यसरी दिँदै आउनुभएको यसको चाहिने इतिहास यहाँ देखिन्छ, सुनिन्छ, पढिन्छ। जय श्री कृष्ण।